So, hello and namaste everyone. Hope you guys all are fine. Welcome back. स्वागत छ फेरि पनि अर्को नयाँ बवाल भ्लगमा. सो आफ्टर मेनी लङ टाइम पछि गाइज आज चाहिँ म फेरि भ्लग स्टार्ट हानिसकेको छु होइन मैले घरतिरबाट. अनि आजको हाम्रो स्पेसल अँध्यारो देख्छु तपाईँ भाउजू सानो रेडी हुँदै हुनुहुन्छ यतातिर होइन हामीसँग यतातिर. अनि आजको भ्लग एकदम बवाल हुनेवाला छ. थम्बनेल र टाइटल त मैले फेरि डेन्जर हालिहालेँ होला, हेर्नुभयो होला होइन. आज चाहिँ हाम्रो भाउजूको जाने दिन. कहाँ जाने भाउजू? जापान जाने दिन आज. एकदम रमाइलो गाइज. मेरो त दिमाग खराब भइरहेको छ तर हुन्छ वेट हान्नुपर्ने हुन्छ. तर भाउजूको चाहिँ काम भइसकेको छ होइन. हाम्रो दाजु पनि आउँदै हुन्छ त फुलसुल लिएर यतातिर. यो तयारी निस्किने बास. अनि यता हाम्रो अर्को दाइ पनि आउनुभएको छ. हेलो मलाई भ्लगमा स्वागत छ. ठिक छ. मलेसिया बसेर आयो? कहाँ? बास कपाल चाहिँ फेरि काटेर हिँड्छु हुनुभएको छ नि. मलेसिया चाहिँ घुम्न जान आँट्नु भएको त्यस्तै छ. अनि उता पनि जाँदै हुनुहुन्छ काठमाडौँ भाउजूलाई पुर्याउनु. विमानस्थल पुग्नु हुने भयो फर्स्ट टाइम होला होइन. अब म पनि हुन्छ काम कुरो बिस्तारै. अनि अरू भनेको यस्तै छ अब होइन. हेरौँ यहाँ के हुन्छ. लास्टसम्ममा भ्लग त अब धेरै पछि हो कि बिस्तारै बनाउनु पर्ने हुन्छ हामीले. एभ्रिवान अब चाहिँ हाम्रो यहाँ लाइट त बालौँ न हौ. अँध्यारो उयो झ्याल खोलौँ अलिक उज्यालो होस् न यतातिर. उज्यालो बनाउनु पर्छ. उज्यालो होइन बास. अब चाहिँ भयो नि त उज्यालो होइन भाउजू. यत्रो लेखेर टालेको क्या आज ठ्याक्क अब हिँड्ने दिन बास. यहीको लागि यति पढेको होइन भन्छन्. कति मेहनत गरेको छ हामीलाई थाहा छ. किताब कपी पनि यहीँ पो रहन्छ त थोरै छ नि यहाँ भाउजू. तपाईँकै रहेछ नि 59. मैले जम्मा 42 हानेको थिएँ यहाँ. छोड्छु ल टिका लगाइदिउँ. टिका आशीर्वाद त मै दिउँ कि क्या हो. ल बुवाले टिका पनि अब यस्तै सँगै लाउनु पर्ने हो. राम्रोसँग जानु, राम्रो काम गर्नु. काम गर्न जाने मान्छेले अब त के भन्नु होइन. पैसा कमाउनु अनि पैसा कमाउने हो नि. अब कति मेहनत गरेको छ होइन हसन. हाम्रो भविष्य विचार गरेर काम गर्नु. खाता लगाइदिए पैसा त दिएकै छ के दिनु होला र. ल मम्मीले त दिए त पैसा. भाइले यसो आशीर्वाद दिनु न. आशीर्वाद त अब विदेश जाने एकदम राम्रो आफ्नो स्वास्थ्यको ख्याल गर्नु भाउजू. यो राख्नु. ए साँच्ची उद्धव दाईको पो थियो लाउने पाली त. त्यो लाग्छ है त्यसमा लागेको जाँदैन नि फेरि. ल ठिक छ. एकदम जापान राम्रोसँग जानु होइन. खतरा काम हान्नु. म पनि आउँछु बिस्तारै भेट्नुपर्छ जापानमा. भाउजू फोन तपाईँको हो? यो तले रहेछ नि त. म चाहिँ कहाँ बोकेर आउँछु यो जानु बोकेर.
ल एभ्रिवान भाउजू सनलाई हामी बाई बाई भन्न आएको अब बुधबारेमा होइन ट्याक्कसँगले भाउजू सन हुन्छ भाउजू नर्भस हुनुहुन्छ कि क्या हो लगेज सब रेडी दोष पनि छ हाम्रो यतातिर ल भाउजू सन बाबा हामी पनि जाउँ अब होइन मलाई भेट्नुपर्छ भाउजू जापानमा हामी त दुईजना पो छौँ त सो एभ्रिवान फाइनल्ली म चाहिँ अहिले घरमा आइसकिसकेँ होइन जस्ट अहिले चाहिँ म किचनमा छु अनि अब यता आउँदै म सब कुकिङहरू आजदेखि अब गाइसहरू मैले हान्नुपर्ने हुन्छ किन भन्दा भाउजू अब आजदेखि गइसक्नुभयो होइन अब मेरो पनि पालि आउँदैछ बिस्तारै जाने दिन आउँदैछ मैले पनि टक्क एप्लाई भइसकेको छ सो त्यही हो अनि जस्ट आजको भ्लग चाहिँ म अब यतातिर व्यवस्था हान्छु होइन व्यवस्था मतलब इन हान्छु अब हामी नेक्स्ट भ्लगमा भेट्नुपर्छ अब मेरो भ्लगहरू एकदम छिटो छिटो एकदम रफ्तारमा आउँछ अनि एकदम कडा कडा भ्लग आउँछ होइन आजको भ्लगमा अब यस्तो धेरै कुरा मैले केही भन्न पाएको छैन नेक्स्ट भ्लगमा एकदमै धेरै हाम्रो भेटवार्ता हुनेछ कुरा हुनेछ गाइजहरू लाइक कमेन्ट सेयर सब्सक्राइब हान्न नबिर्सिनु होला भ्लग एकदम खतरा खतरा आउँछ अब होइन जस भाइको कमब्याक हुन्छ अब त्यो त्यही हो एकछिन नेक्स्ट भ्लगमा भेटौँ गाइस टाटा बाई बाई